एकचोटि जङ्गलमा निस्क्यो खरायो आहार खोज्नको लागि। खोज्दा खोज्दा बाटोमा एउटा काग भेट्यो। जब काग भेट्यो त खरायोले भन्दैछ काग कि भाइ कहाँ हिँडेको यति घाममा? खरायो जवाब दियो कि केही दिनपछि चिसो आउनेवाला छ र त्यसको लागि म आहार खोज्नको लागि निस्केको छु। कागले भन्यो कि अहिले धेरै समय छ, आऊ एकछिन कुरा गरौँ। त त्यो रुकेर उसँग कुरा गर्न थाल्यो। कुरा गर्दा गर्दा हावा सिरी थियो। ती रुखको मुनि दुईजनै निदायो। निदाइसकेपछि केही समयपछि एउटा भोको स्याल आहार खोज्दै खोज्दै आयो र त्यहाँ खराएर कागलाई सुतेको हेर्दा झन्न खुसी भयो त्यो स्याल। र दुईजनैको निन्द्रा टुटिसकेपछि काग त्यहाँदेखि उड्यो र त्यो खरायो भाग्न नसकेर च्याप्प त्यो स्यालले त्यसलाई खायो। त हाम्रो जीवनमा पनि यस्तै हुन्छ। जब हामी स्ट्रगल गर्छौँ अगाडि बढ्नको लागि त बाटोमा पनि धेरै सो मान्छे आउँछ कि तपाईँले रोक्छ, नेगेटिभ दिन्छ, टोक्छ, यो नगर त्यो नगर। बट हामीलाई यदि अगाडि बढ्नु छ भने कसैको कुरा नसुनिकन हामीले आफ्नो काममा लाग्नुपर्छ र हामीले मेहनत गर्नुपर्छ, त्यहाँदेखि हामी सफल हुन्छौँ। त्यसैले कसैको कुरा नसुन्नु, जुन काम गर्दै हुनुहुन्छ त्योमा 100% मेहनत गर्नु र अगाडि बढ्नु। हस्त, धन्यवाद।